अनि के दिदीबहिनीहरू हजुरहरूले अस्ति नैदेखि सोध्नुहुँदै थियो नि त मलाई कुन सेम्पूले नुहाउनुहुन्छ कुन सेम्पूले नुहाउनुहुन्छ दिदी भनेर भन्नुहुँदै थियो क्या। अनि आजकल भोलि त अनि पहिला त अब म त जुन पाएँ त्यो सेम्पूले नुहाउँथेँ क्या। अनि अब ज्ञान नहुनु जानकारी नहुनु जस्तो साह्रो पनि केही होइन दिदीबहिनीहरू। बुढोले हेड एन्ड सोल्डर अनि त्यो सन्सले के त्यो डोप त्यही त हो नि कतारबाट पाउने होइन। त्यही पहिल्यैदेखि लाउँदै आएको अनि गर्थेँ। पहिला त राम्रै पनि हुन्थ्यो कि राम्रै त होला नि अब कि राम्रो नराम्रो छुट्याउन नजानेको हो कि के हो नि होइन। नुहाउन पाए भइहाल्यो नि भने चाहिँ लाग्थ्यो दिदीबहिनीहरू। अब अहिले यतिखेर भन्नुहुन्छ भने दिनैको विराटनगर जा दिनैको आइज त्यो धुलो धुवाँ त्यो जगटोमा होइन। पहिला चाहिँ अब त्यो नुहाएर पनि घरभित्रै बसेर पोको पारेर पनि होला त्यो अब राम्रै हुन्थ्यो क्या। घाम पानी आगो यो बाहिर फेर हावापानीले नभेटेको जगटो त। अनि अहिले त दैनिकी आइज जा अनि मैले यो कपाल झरेर अनि जस्तो अब कहिले तान्ने कहिले स्ट्रेट गर्ने हुन्छ नि त। अनि सबै टुक्रेर ड्यामेज भएर झरेर म त ला अब तिक्लु पो हुने पऱ्यो म त भनेर टेन्सन भइरहेको थियो। माइग्रेन हान्ने थियो नि त। अनि मैले आफूले अब प्रयोग नगरी युज नगर्थेँ मैले हजुरहरूलाई त ठ्यास्याएर देखाउने कुरो पनि त भएन नि भयो त होइन। मान्छेको शरीरसँग खेलबाड त गर्न मिलेन। अनि अब मलाई चाहिँ सुट भएको है दिदीबहिनीहरू धेरै भूमिका मैले बाँध्न चाहिनँ। हजुरहरूलाई म देखाउँछु। मैले एउटा त मैले उहिले लगायो त्यो ल्याउने बित्तिकै फेरि लाउँदै नलाएँ यो मैले लाएँ भनेर मैले भनेको होइन। एक सेट मैले सकाए पछाडि मैले अर्को सेट मगाए पछाडि चाहिँ मैले हजुरहरूलाई देखाउनुपर्छ जस्तो मलाई लाग्यो। यो चाहिँ हिमाल टपको सेम्पू हो दिदीबहिनीहरू। हेर्नु है धेरै पनि लिनु पर्दैन हजुरहरूले। कपाल झरेको छ हजुरहरूको हाँगा फाटेको छ चाया परेको छ भने चाहिँ हजुरहरूको लागि चाहिँ यति नै हो सेट चाहिँ होइन। अनि हजुरहरू अमेरिकामा हुनुहुन्छ विशेष गरेर दिदीबहिनी यो प्रोडक्ट चाहिँ अब अमेरिकामा पनि टिकटक सपमा पनि पाउँछ भनेर भन्नुहुँदै थियो। जानकारी चाहिँ मलाई दिनुहुँदै थियो होइन। मैले यो के हो कसो भने त पहिला त बुझ्नु पऱ्यो नि त। अनि त्यसरी पनि पाउँछ अरे। म हजुरहरूलाई आइडी मेन्सन गरिदिन्छु। हजुरहरूले त्यहाँ वाट्सएप नम्बरमा कन्ट्याक्ट गरेर चाहिँ लिन सक्नुहुनेछ। यो चाहिँ अर्ग्यानिक हर्बलबाट बनेको छ। हजुरहरूलाई चाहिँ के भन्छ कन्डिसनर यो चाहिँ कपाल झरेको छ पहिला यो सेम्पूले नुहाउने अनि त्यस पछाडि यो कन्डिसनर लगाउने अनि एक हप्तामा 2 चोटि यो हेयर मास्क यो लगाए पछाडि चाहिँ दिदीबहिनीहरू कपालहरू त्यो टुक्रिने ड्राई हुने झर्ने बाट चाहिँ अलिक त्यो चाहिँ कम हुँदैछ। मैले त अब एक सेट मात्रै युज गरेँ नि त होइन। अनि नरम पनि उत्तिकै हेरौँ न यहाँ नरम त्यति राम्रो रहेछ होइन। मलाई चाहिँ अब यति राम्रो भइरहेको छ। हजुरहरूलाई पनि मेरो चाहिँ मसिनो छ क्या कपाल हेर्नु न यहाँ। अनि हजुरहरूलाई पनि चाहिएको छ कपाल झरेर टुक्रेर सुक्खा भएर अरठेर चिन्तामा हुनुहुन्छ भने चाहिँ हजुरहरूलाई पनि काम लाग्न सक्छ भनेर चाहिँ मैले भिडियो लिएर आएँ दिदीबहिनीहरू। म आइडी हजुरहरूलाई चाहिँ मेन्सन गरिदिन्छु। हजुरहरूले इच्छा लाग्यो लिन सक्नुहुनेछ। एकचोटि ट्राई गरेर हेर्नु होला। अब त्यत्रो धेरै केमिकल परेर के हो कपाल भन्ने खालको पनि हुँदैन। हजुरहरूले त अब अङ्ग्रेजी धेरै जान्ने हुनेहरूले त यहाँ सबै लेखेको छ। अनि त्यहाँ हजुरहरूलाई आइडी मेन्सन गरिदिन्छु। त्यहाँ पनि डिटेलमा छ। हजुरहरूले फोन गरेर पनि सोधेर मजाले जानकारी लिएर चाहिँ लिन सक्नुहुनेछ। अमेरिकामा चाहिँ टिकटक सपबाट पनि हजुरले चाहिँ किन्न सपिङ गर्न सक्नुहुनेछ लिनलाई के सेम्पू यति तिनवटा भएपछि दिदीबहिनीहरू कपाल ल त्यही सुनाउनु आएको ल। अस्ति दिन भन्छु हुँदै सकि गयो त्यो आदिबाट ल्याउँदै के भन्नु होइन। ल गएँ ल अहिले म दिदीबहिनीहरू माइत हिँड्न आँटेको गएको कपाल कोरेकै छुइनँ नुहाएर। बास्ना कति मिठो क्या फेरि बास्ना। ल गएँ।